अच्छा मैले सुनेको जति पनि म्याचहरू तपाईँले खेल्नुहुन्छ जहाँ पनि जुन ग्राउन्डमा गएर तपाईँले खुट्टा टेक्नुहुन्छ म्याच खेल्नुहुन्छ त्यहाँ म्यान अफ द म्याचको उपाधि पाउनुहुन्छ अरे हो? हजुर सबै म्याचमा त्यही हो? हजुर म हिजो पनि गएको थिएँ उता इस्लामपुर खेल्नु त्यहाँनिर पनि मैले राम्रो चाहिँ आफ्नो गेम चाहिँ देखाएको थिएँ अन्त त्यहाँखेरि मलाई भन्नुभएको थियो किपरले पनि भन्दै थियो अब कस्तो चाहिँ गोल हानिस् भन्दै थियो किपरले पनि त्यहाँनिर हजुर म्यान अफ द म्याचै हुनुभयो? हजुर त्यहाँनिर पनि पाएँ प्रिमियर लिगमा म्यान अफ द म्याच? हजुर अरू सबै जतिवटा टुर्नामेन्टमा खेल्नुहुन्छ त्यहाँ म्यान अफ द म्याच? हजुर मैले सबैमा चाहिँ आफ्नो बेस्ट चाहिँ देखेको थिएँ त्यही भएर मैले सबै म्याचमा चाहिँ पाएकै थिएँ म्यान अफ द म्याचहरू। प्रतिज्ञा छेत्री यो टुर्नामेन्टमा खेल्नु आउँदैछ भनेपछि त आयोजकले त त्यो ट्रफीमा त पहिल्यै नाम लेखेर राख्दा हुने? खै अब नमस्ते मेरो भिडियो जतिजना पनि हेर्नुहुँदैछ उनीहरूले फुल सपोर्ट गरिदिनुहोस् म अझै अघि जाउँ भनेर। एउटा बगानको सामान्य श्रमिकै भनौँ होइन श्रमिकको परिवारमा जन्म लिएर तपाईँले जुन सङ्घर्ष गरिराख्नु भएको छ दिल्ली वुमेन्स प्रिमियर लिगसम्म पुग्नुभयो एउटा ठुलो अचिभमेन्ट हो होइन? परिवार के भन्नुहुन्छ त्यो विषयमा कतिको सपोर्ट गर्नुपर्छ जस्तो लाग्छ तपाईँलाई तपाईँलाई अझ अगाडि लिएर जानको निम्ति ब्याकबाट चाहिँ अरूले चाहिँ सङ्घ संस्थाहरू अथवा व्यक्ति विशेषहरूले इन्डिभिजुअली गऱ्यो भने चाहिँ के सपोर्ट गर्नुपर्छ तपाईँलाई? मलाई चाहिँ यस्तो अब एउटा राम्रो क्लबमा चाहिँ जानु छ किनकि अब मलाई इन्डियामा खेल्नु बेसी नै उयो छ धेरै नै सब उयो हजुर। दर्शक नमस्कार यति बेला म खोरीबारी ब्लकको बुढागञ्ज क्षेत्रको एउटा सानो गाउँ दाराबकसबाट जोडिएको छु र यहाँ एकजना फुटबललाई आफ्नो करियर बनाउने ठानेर फुटबलप्रति नै सङ्घर्ष गरिरहेको एकजना बहिनीसँग मेरो भेट भएको छ र उनी आफ्नो यो सानो गाउँबाट सङ्घर्ष गरेर फुटबलको क्षेत्रमा सङ्घर्ष गर्दै उनी अहिले भर्खरै मात्र दिल्ली वुमेन्स प्रिमियर लिगमा पनि खेलेर आइसकेकी छिन्। त्यहाँ पनि उनले म्यान अफ द म्याचको उपाधि जित्न सफल भएकी छिन् र अत्यन्त ग्रामीण क्षेत्र र अत्यन्त निम्नवर्गीय परिवारमा जन्मिएकी यी सानी बहिनीलाई सहयोग गर्नको निम्ति र उनको उनको फुटबलप्रतिको करियर र फुटबलप्रतिको जुन रुचि छ त्यसलाई अझ हौसला प्रदान गर्नको निम्ति हामी यहाँ आएका छौँ र अहिले मसँग हुनुहुन्छ प्रतिज्ञा छेत्री। स्वागत छ। नमस्ते मेरो नाम प्रतिज्ञा छेत्री र अहिले मैले कुरा गरेँ तपाईँ फुटबललाई लिएर फुटबल खेलिराख्नु भएको छ एउटा सानो यो एउटा गाउँ छ दाराबकस भन्ने होइन तपाईँको जुन गाउँ छ हामीले देख्यौँ र यो ठाउँबाट तपाईँले दिल्ली प्रिमियर लिगसम्म कसरी पुग्नुभयो कस्तो यात्रा के थियो त्यहाँसम्मको? म चाहिँ अब सानैदेखि अब फुटबल खेल्दै जान्थेँ अन्त पुरा इन्ट्रेस्ट थियो मलाई फुटबलमाथि चाहिँ अन्त अब सानैदेखि अब उयो गाउँमा यहाँ हाम्रो यहाँ ग्राउन्ड छ नि त्यहाँनिर चाहिँ केटाहरूले फुटबल पुरा खेल्थ्यो अन्त म पनि अब बाबालाई भनेर बुटहरू किन्ने माग्थेँ अन्त चाहिँ उनीहरूसँग खेल्दै जाँदा चाहिँ सिलगढीमा एउटा म्याच थियो त्यही म्याचमा मैले खेलेर राम्रो। कति सालको कुरा हो यो सानो हजुर सानो कति म 8 वर्षहरूतिर चाहिँ म सिलगढी स्कुलबाट पनि खेलेको थिएँ अन्त 10 वर्षमा चाहिँ म कलकत्ताहरू पनि गएको थिएँ अन्त त्यसपछि स्कुलबाटै खेल्दै गएर चाहिँ म एउटा सिलगढीमा उयो सुब्रत कप हुन्थ्यो त्यहाँनिर पनि मैले म्यान अफ द म्याचहरू पाएको थिएँ अन्त चाहिँ फेरि एउटा त्यो सिलगढीमा फेरि अझ एउटा त्यो के भन्छ चानमुनि ग्राउन्डमा चाहिँ ट्रायल भएको थियो हाम्रो त्यो फुटबल खेलेको चाहिँ। यो फुटबललाई नै तपाईँले आफ्नो करियर बनाउने ठान्नु भएको छ कि अथवा के हो? हजुर म चाहिँ फुटबलबाटै अघि नेसनलहरू इन्डिया टिमबाट खेल्ने चाहिँ नेसनल टिमबाट खेल्ने योजना छ हजुर इच्छा छ हजुर। अनि त्यो त्यहाँसम्म पुग्नलाई तपाईँको यो जुन सङ्घर्ष छ जुन चाहिँ स्ट्रगल छ त्यसले सपोर्ट गर्छ कि गर्दैन? अझै सङ्घर्ष गर्नुपर्छ कि? सपोर्ट त अझै गर्नुपर्छ पुरै हजुर यतिले पुग्दैन यतिले त भन्दैन। अब यसको लागि चाहिँ फ्यामिली ब्याकग्राउन्ड पनि राम्रो हुनु पर्यो तपाईँको फ्यामिली ब्याकग्राउन्ड हामीले देख्यौँ अत्यन्त निम्नवर्गीय परिवारको हुनुहुन्छ होइन? बाबा के गर्नुहुन्छ? बाबा बगानमा टी स्टेट हजुर बगानमा के गर्नुहुन्छ? बडा बाउ अथवा बाउ के हो? चौकीदारमा त एउटा बगानको सामान्य श्रमिकै भनौँ होइन श्रमिकको परिवारमा जन्म लिएर तपाईँले जुन सङ्घर्ष गरिराख्नु भएको छ दिल्ली वुमेन्स प्रिमियर लिगसम्म पुग्नुभयो एउटा ठुलो अचिभमेन्ट हो होइन? परिवार के भन्नुहुन्छ त्यो विषयमा कतिको सपोर्टिङ हुनुहुन्छ तपाईँको परिवारबाट त पुरै सपोर्ट हजुर फुल सपोर्ट। तर त्यहाँ अरू सङ्घर्ष गर्नको निम्ति चाहिँ तपाईँले के अरू सङ्घ संस्थाहरूबाट अरू सम्बन्धित व्यक्तिहरूबाट केही सहयोगहरू पाउनु भएको छ त्यस्तो सहयोगहरू? हजुर हाम्रो यहाँ उयो रथ खोला एकाडेमीबाट चाहिँ एकजना सर हुनुहुन्छ ऊ सरले चाहिँ पुरै सपोर्ट गर्नुहुन्छ सर भन्नुहुन्छ हजुर विद्युत सरले चाहिँ। अच्छा वुमेन्स टिमबाट खेल्नु वुमेन्स प्रिमियर लिगमा खेलेर आउनुभयो वुमेन्स टिमबाट खेल्दाखेरि चाहिँ के समस्याहरू आउँदो रहेछ जस्तो लाग्छ तपाईँलाई? जस्तै पुरुष फुटबल खेलहरूमा त त्यस्तो केही देखिँदैन तर वुमेन्समा खेल्दाखेरि चाहिँ वुमेन्स टिमबाट खेल्दाखेरि चाहिँ टिमलाई चाहिँ अथवा एकजना इन्डिभिजुअल प्लेयरलाई चाहिँ के समस्याहरू आउँदो रहेछ? दिल्ली प्रिमियर लिग चाहिँ दिल्ली च्याम्पियन लिग चाहिँ मैले पहिलादेखि नै खेल्दै जाँदै थिएँ अन्त मलाई चाहिँ प्रिमियर लिग खेल्नु चाहिँ पुरा इच्छा थियो त्यो खेल्नु मैले पाएँ अन्त
यो प्रिमियर लिगमा चाहिँ मैले क्याप्टेनसिप बस्नु पनि पाएँ होइन एकदमै राम्रो लाग्यो क्याप्टेनसिप बस्नु पनि आजसम्म तपाईँले कतिवटा म्याच खेल्नुभयो अहिले त मैले पुरै भइसक्यो म्याच गिन्ती छैन हजुर सबभन्दा ठुलो म्याच चाहिँ कुन चाहिँ हो तपाईँले खेलेको यही प्रिमियर लिग दिल्ली प्रिमियर लिग हजुर हजुर योभन्दा अगाडि चाहिँ कुन कुन म्याचहरू खेल्नुभयो अरू सानो म्याचहरूमा चाहिँ यो कलकत्ता लिग टुर्नामेन्टहरू वान डेहरू चाहिँ टुर्नामेन्टहरू खेल्नुभयो हजुर सिलगढीतिर पनि खेल्नुभयो नि सिलगढीतिर पनि खेलेको यो हजुर अच्छा सिलगढीमा खेल्दाखेरि तपाईँलाई के आफै जानुहुन्थ्यो कि अरू कुनै क्लबले लिएर जान्थ्यो तपाईँलाई मलाई यो कोचहरूले पनि बोलाउँथ्यो गेमहरू हेरेर अन्त साथीहरूले पनि बोलाउँथ्यो बेसी जस्तो चाहिँ कोचहरूले बोलाउँथ्यो गेमहरू हेरेर अच्छा तपाईँ अहिले चाहिँ क्लबहरूसँग कुनै एग्रिमेन्टहरू गर्नुभएको छैन मैले चाहिँ यही हो दिल्ली प्रिमियर लिग चाहिँ छ कन्ट्र्याक्ट साइन गरेको हजुर कन्ट्र्याक्ट साइन गर्नुभएको छ हजुर कति वर्ष त्यहाँनिर हाम्रो यस्तै वर्षहरूमा बोलाउनुहुन्छ यस्तै 1 वर्ष यस्तो 1 महिना 2 महिनाको लागि चाहिँ बोलाइराख्नुहुन्छ त्यहाँदेखि उता यता लोकलमा कुनै क्लबहरूसँग तपाईँको कन्ट्र्याक्ट यता चाहिँ अहिले मैले खेलेको छुइनँ यता चाहिँ छैन अच्छा तपाईँ त यो अब खोरीबारी ब्लक भने पनि बुढागञ्ज खोरीबारी ब्लकको बुढागञ्जमा पर्नुभयो होइन तपाईँहरू नक्सलबाडी यहीँ छ नक्सलबाडी खोरीबारी क्षेत्रमा चाहिँ अरू क्लबहरू छ त्यो क्लबहरूले तपाईँलाई केही हेरेको अथवा तपाईँप्रति चासो लिएको केही थाहा पाउनु भएको छ यो एउटा यस्तो गाउँ छ यो सानो गाउँ छ यो सानो गाउँबाट तपाईँ दिल्ली प्रिमियर लिगसम्म खेल्नु भन्दा बहुत ठुलो कुरा हो त्यो पनि एउटा एकदम निम्न वर्गीय परिवार होइन एउटा चिया बगानको एउटा वर्कर श्रमिकको छोरी भएर यति ठुलो एचिभमेन्ट तपाईँले ल्याउनु भयो र यहाँ थुप्रै क्लबहरू छ स्पोर्टिङ क्लबहरू छ ती क्लबहरूले केही तपाईँसँग चासो दिने तपाईँहरूको विषयमा खोजी गर्ने केही काम गरेको छ त्यस्तो चाहिँ अहिले भएको छैन अहिले भएको छैन हजुर त्यस्तो चाहिँ अहिलेहरू कहिले पनि गरेको छैन त्यसरी त्यही भएर सपोर्ट चाहिएको छ अहिले चाहिँ पुरै म्याचहरूको लागि यस्तै के भन्नुहुन्छ के कसरी चाहिँ सपोर्ट गर्नुपर्छ जस्तो लाग्छ तपाईँलाई तपाईँलाई अझ अगाडि लिएर जानको निम्ति ब्याकबाट चाहिँ अरूले चाहिँ सङ्घ संस्थाहरू अथवा व्यक्ति विशेषहरूले इन्डिभिजुअली गऱ्यो भने चाहिँ के सपोर्ट गर्नुपर्छ तपाईँलाई मलाई चाहिँ यस्तो अब एउटा राम्रो क्लबमा चाहिँ जानु छ किनकि यहाँ मलाई इन्डियामा खेल्नु बेसी नै उयो छ धेरै नै सब उयो हजुर नेसनल टिममा खेल्नु हजुर अच्छा तपाईँले जो म्याचहरू थुप्रै म्याचहरू खेल्दै जानुभयो खेल्दाखेरि अरू फुटबल लिजेन्डहरूसँग भेट भयो भनेर भएर ठुल्ठुला खेलाडीहरूसँग कोसँग भेट ठुल्ठुलो चाहिँ मैले त्यो नेपालमा चाहिँ हामी काठमाडौँ खेल्नु गएको थियौँ नेसनल टिम कहिले नेसनल गेम त्यो चाहिँ हाम्रो भयो यस्तै 5-6 महिना भयो त्यो चाहिँ हजुर कसलाई भेट्नु भयो त्यहाँ चाहिँ प्रीति राईहरूलाई त्यो हजुर हिरा सविता राणामा गरेर उनीहरूलाई भेटेँ नेसनल टिममा खेल्छ हजुर हजुर यता इन्डियामा चाहिँ भाइचुङ भुटिया नादुङ भुटियाहरूलाई भाइचुङ भुटिया के भन्नुहुन्छ केही बात भयो रहेछ हजुर भाइचुङ भुटिया त्यस्तै त्यस्तै भन्नुहुन्छ राम्रो खेल्नु अघि जानु त्यस्तै भयो त्यस्तो बात चाहिँ भयो हजुर बात चाहिँ भयो र दर्शकवृन्द म फेरि तपाईँहरूसँग बहिनीको कुराहरू गरिरहेको छौँ र फेरि म तपाईँहरूसँग आग्रह गर्न चाहन्छु विशेष गरेर म भारतीय फुटबल टिमका पूर्व कप्तान भाइचुङ भोटियाको कुरा यहाँ सन्दर्भ निस्क्यो म यो भिडियोबाट अनुरोध गर्न चाहन्छु यदि भाइचुङ भोटिया ज्यूले पनि भिडियो हेर्नुहुँदैछ भने हेर्नुहुँदैछ फुटबल सम्बन्धी यो कुराकानीको यो पोडकास्टलाई संज्ञानमा लिइदिनु होला र व्यक्तिगत रूपमा पनि म तपाईँलाई वाट्सएपमा यो भिडियो पठाउनेछु र भाइचुङ भोटिया नेसनल टिम भारतीय फुटबल टिमका पूर्व कप्तान हुनुहुन्छ उहाँको माध्यमबाट अझ बढी उहाँलाई सपोर्टिङ भयो भनेदेखि प्रतिज्ञा छेत्रीलाई सपोर्टिङ भयो भने धेरै राम्रो हुन्छ भन्ने पनि अनुरोध गर्न चाहन्छु र बहिनी अब यो फुटबललाई करियर बनाउने सन्दर्भमा नि धेरै समस्याहरू आइपर्छ होइन पढाइ लेखाइहरू पनि आउँछ पढ्नु पनि पर्यो पढाइ चाहिँ के छ तपाईँको मैले 12 चाहिँ सकेको 12 सक्नु भएको हजुर अन्त मलाई चाहिँ फुटबलमै उयो छ पुरा फुटबलरै अघि जान्छ फुटबलै अच्छा दिनमा तपाईँले प्र्याक्टिस चाहिँ कहाँ गर्नुहुन्छ जाने अब यहाँ घरमा हुनुहुन्छ अहिले प्र्याक्टिस चाहिँ कहाँ गर्नुहुन्छ प्र्याक्टिस चाहिँ हाम्रो यहाँ घरको छेउमा एउटा ग्राउन्ड छ त्यही जान्छु त्यहाँ टिमै छ वुमेन्स टिमै छ छैन म एक्लै गर्छु त्यहाँनिर साथीहरू कोही छैन केटाहरू छ हजुर केटाहरूसँग त्यत्तिकै उनीहरू म्याच खेल्छ म साइडमा गएर गर्छु अच्छा केही त्यस्तो समस्या आइपर्दैन हजुर त्यस्तो केही साथीहरू भाइहरू दाजुभाइहरू अच्छा यो जस्तै अरू स्टेटमा चाहिँ स्टेट लेभलको खेलमा चाहिँ जानुभएको छ छैन तपाईँ म यस्तै यो डिस्ट्रिक्ट स्टेटसम्म चाहिँ खेलेको स्टेटसम्म हजुर यो के भन्छ मोडर्न हजुर भएको अच्छा मोडर्नसम्म चाहिँ खेलेको कलकत्ताबाट हजुर अनि अब यो के भन्छ अब अहिले त के भन्दाखेरि प्रत्येक प्यारेन्ट्सले के भन्छ भने पढाइप्रति फोकस गर्नु भन्छ नानीहरूलाई होइन आफ्नो छोराछोरीलाई पढाइप्रति फोकस गर भन्छ तपाईँलाई चाहिँ प्यारेन्ट्सहरूले पढाइप्रति फोकस गर भन्नु भएन भन्नुहुन्छ तर म चाहिँ फुटबललाई हो तर म चाहिँ फुटबलतिरै हजुर म घरमा भन्छु म फुटबलरै
आगे जान्छु अन्त तपाईँको उयोहरू पनि अब पुरा गर्छु इच्छाहरू नि। अच्छा अच्छा। तर एउटा यस्तो हुन्छ नि त फुटबल खेलिसकेपछि कुनै पनि टिम अथवा कुनै पनि गेम खेलिसकेपछि त्यसको एउटा एज लिमिट हुन्छ, त्यहाँसम्म चाहिँ आफूले एचिभ गर्नु सक्नु पऱ्यो नि त हजुर होइन? त्यस्तो लाग्छ तपाईँलाई म यति एजभित्रमा चाहिँ मेरो आफ्नो एज यति हुँदाखेरि चाहिँ मैले यो सबै कुराहरू एचिभ गरिसक्छु भन्ने लाग्छ? मैले चाहिँ सोचेको थिएँ म 21 नभए 22सम्म चाहिँ म चाहिँ एकदमै खेल्छु भनेर सोचेँ। हजुर सबै कुरा ठामठिम बनाइसक्छु। हजुर सोचेको छु मैले चाहिँ अब त्यो आफ्नो चाहिँ लक्ष्य राख्नु भएको छ, त्यो राम्रै हो। त्यो पनि राम्रो आफ्नो लक्ष्य एउटा टार्गेट लिएर हिँडेको छ भने राम्रो हो नि त होइन? टार्गेट बिना टार्गेटको त त्यो जङ्गलमा हिँडे जस्तो दिशा हराएर हिँडे जस्तो होइन? ठिक छ। र पनि अब अरू कुराहरूमा जस्तै तपाईँको यो गाउँ एउटा सानो गाउँ, अघि नै हामीले कुरा गऱ्यौँ दाराबक्स एउटा सानो गाउँ होइन, ग्रामीण क्षेत्र। यहाँबाट चाहिँ तपाईँलाई गाउँको क्षेत्रबाट चाहिँ के सपोर्टहरू हुन्छ? कसरी हेर्नुहुन्छ यहाँको मान्छेहरूले एउटा फल्लाको छोरी फुटबल खेलेर हिँड्दैछ भनेर हेर्नुहुन्छ कि भन्ने खालको त्यस्तो? छैन, एकजना अङ्कल चाहिँ हुनुहुन्थ्यो गङ्गे अङ्कल हुनु, उसले चाहिँ हल्का सपोर्ट गर्नुहुन्छ अहिले चाहिँ। होइन हाम्रो त त्यो सोसाइटी नै त्यस्तै छ नि त, चाहिँ अब खालि पढाइ चाहिँ गर्ने होइन, त्यहाँबाट त्यो त्यही पनि अझ फिमेलहरूलाई त अब छोरी मान्छेहरूलाई त अब घरदेखि बाहिर निस्किने अप्ठ्यारो स्थिति सिर्जना गरिदिन्छ होइन? त्यो भएर पनि हुनसक्छ कि अथवा अरू होइन? तर मैले चाहिँ अरू गाउँबाट चाहिँ यस्तो पढाइतिर भन्दा पनि फुटबलतिर चाहिँ पुरै सपोर्ट दिन्छु, तर आफ्नो गाउँबाट चाहिँ दिएको छैन अहिलेसम्म। आफ्नो गाउँबाट चाहिँ हजुर। तपाईँको बारेमा जानकारी नभएर हो कि? अब त्यस्तो त उनीहरूलाई सानैदेखि थाहा छ, सानैदेखि खेल्छ नि, सानैदेखि थाहा छ, तर सपोर्ट चाहिँ छैन। तपाईँलाई दिल्ली प्रिमियर लिगमा फुटबल खेल्नु गएको छ यो के अरे प्रतिज्ञा छेत्री भनेर गाउँलाई सबैलाई थाहा थियो? गाउँमा चाहिँ थाहा छ। गाउँमा थाहा थियो? हजुर। तर त्यस्तो सोधखोज चाहिँ कसैले पनि अब हुन्छ नि। भने दाराबक्सको नाम राखिदिनु भयो नि त होइन? हजुर। के लाग्छ तपाईँलाई? हजुर त्यही हो। दिल्ली प्रिमियर लिगमा एउटा सानो एउटा गरिब परिवारको छोरी भएर चाहिँ मैले उहाँसँग पुगेर आएँ भन्ने, त्यो त अब तपाईँले नाम कमाउनु, साथसाथै कहाँ जन्मेको कहाँको केटी हो भन्दाखेरि चाहिँ दाराबक्स भन्ने आयो नि त, एउटा नाम आयो नि त होइन? हजुर। त्यतिसम्म त गरिदिनु भयो नि त तपाईँले? हजुर। अझै यहाँ भन्दा म अझै अगाडि बढेर चाहिँ देखाउँछ मलाई। अझै अगाडि बढेर? हजुर। इन्डिया खेलेर, इन्डिया नखेले पनि नेसनल, तर मलाई इन्डिया खेल्नु चाहिँ एकदमै आफ्नोबाट चाहिँ एकदमै मैले राखेको छु। हजुर। हजुर। नेसनल टिममा खेल्नलाई चाहिँ तपाईँले के बुझ्नु भएको छ? के क्राइटेरियाहरू के हुँदो रहेछ? कसरी छनौट हुँदो रहेछ त्यसमा? त्यस्तो चाहिँ बुझ्नु भएको छ कि? मेन चाहिँ सपोर्टै हो, राम्रो क्लबबाट सपोर्टै चाहिन्छ मेन चाहिँ। राम्रो क्लबबाट सपोर्टमै हजुर पुग्छ? हजुर। आफ्नो स्टामिना पनि चाहिन्छ? आफ्नो स्टामिना चाहिन्छ, अन्त सपोर्ट चाहिँ पुरै चाहिन्छ। सपोर्ट भन्दाखेरि कस्तो सपोर्ट? मतलब क्लबले सपोर्ट हजुर, क्लबले चाहिँ अब क्लबले चाहिँ अगाडि बढाउँछ भनेपछि त तपाईँ एउटा कुनै न कुनै क्लबसँग अनुबन्ध एग्रिमेन्ट गरेर बस्नै पर्यो नि त त्यो? हजुर हजुर हजुर, त्यस्तो चाहिँ गर्नै पर्यो। त्यसरी एउटा त्यो पनि रिपोर्टेड क्लब चाहियो नि त होइन? हजुर। तर अब क्लबबाट अब सपोर्ट नगरे पनि मैले आफ्नो जति सक्दो चाहिँ मेरो 100% चाहिँ दिन्छु। 100%? हजुर। होइन अब जस्तै तपाईँले नेसनल टिममा जाने इच्छा छ होइन, तर यहाँ गाउँमा बसेर त तपाईँले त नेसनल टिममा पुग्नुहुन्न। हजुर। कुनै क्लबमा त जोडिनै पर्यो, त्यो क्लबको विभिन्न खेलहरूमा तपाईँले पार्टिसिपेट गर्नै पर्यो र त्यहाँबाट त देखिन्छ, छनौट हुन्छ नेसनल टिममा जाने नजाने भन्ने कुरा होइन? त्यसको लागि त तपाईँले प्रयास गर्नै पर्यो नि? हजुर। होइन र? अन्त यो प्रिमियर लिगबाट चाहिँ अब मेरोबाट चाहिँ अलिकति हुन्छ जस्तो लाग्दैछ प्रिमियर लिगमा, किनकि मैले त्यहाँ चाहिँ जति सक्दो चाहिँ आफ्नोबाट चाहिँ 100% दिएको। हजुर हजुर। कति दिनको भयो म्याच त्यहाँ प्रिमियर लिग? त्यहाँनिर हामीलाई चाहिँ राख्नु चाहिँ 2 महिना जस्तो राख्यो, तर म्याच चाहिँ यस्तै हामीले 6-7वटा खेल्यौँ। अन्त त्यहाँबाट चाहिँ मैले म्यान अफ द म्याच पनि पाएको थिएँ। अन्त हामीले यस्तै अब यो 1-2 महिना बाद फेरि बोलाउँछ भनेको छ। अच्छा, मैले सुनेको जति पनि म्याचहरू तपाईँले खेल्नुहुन्छ, जहाँ पनि जुन ग्राउन्डमा गएर तपाईँले खुट्टा टेक्नुहुन्छ, म्याच खेल्नुहुन्छ, त्यहाँ म्यान अफ द म्याचको उपाधि पाउनुहुन्छ अरे हो? हजुर। सबै म्याचमा त्यही हो? हजुर। म हिजो पनि गएको थिएँ उता इस्लामपुर खेल्नु, त्यहाँनिर पनि मैले राम्रो चाहिँ आफ्नो गेम चाहिँ देखाएको थिएँ। अन्त त्यहाँ फेरि मलाई भन्नुभएको थियो, किपरले पनि भन्दै थियो अब कस्तो चाहिँ गोल हानिस् भन्दै थियो किपरले पनि त्यहाँनिर। हजुर। त्यहाँ म्यान अफ द म्याचै हुनुभयो? हजुर, त्यहाँनिर पनि पाएँ मैले प्रिमियर लिगमा म्यान अफ द म्याच। हजुर। अरू सबै जतिवटा टुर्नामेन्टमा खेल्नुहुन्छ त्यहाँ म्यान अफ द म्याच? हजुर। मैले सबैमा चाहिँ आफ्नो बेस्ट चाहिँ देखेको थिएँ, त्यही मैले सबै म्याचमा चाहिँ पाएकै थिएँ म्यान अफ द म्याचहरू। प्रतिज्ञा छेत्री यो टुर्नामेन्टमा खेल्नु आउँदैछ भनेपछि त आयोजकले त त्यो ट्रफीमा त पहिल्यै नाम लेखेर राख्दा हुने? खै अब फेरि हुन्छ भन्दैछ, यो 15 तारिक पनि एनजिपीमा हुन्छ भन्दै थियो। हजुर, म्याचहरू पुरै हुन्छ अब चाहिँ यो दाजु मलाई यस्तो म्याचहरू हुन्छ भने चाहिँ मलाई 1-2 महिना चाहिँ अगाडि उनीहरूले भनिहाल्छ कहीँ नजानु भनेर। हजुर। हजुर, यहाँ चाहिँ अब जस्तै तपाईँले अहिले घरमा हुनुहुन्छ, घरमा चाहिँ अब यति यो एकछिन गरेको प्र्याक्टिसले तपाईँलाई पुग्छ, स्टामिना कायम हुन्छ? म अब यो अब हुनैपर्छ अब, किनकि अब एक्लै छु, बिहान पनि जानुपर्छ, अन्त बेलुका पनि गयो भने चाहिँ हुन्छ।
बिहान बेलुकै हजुर। गर्नुहुन्छ हजुर र पनि एउटा टिम बनाएर खेलेको र त्यो एक्लै त्यो गरेको त त्यति मिल्दैन होला नि त होइन हजुर उता सरले पनि बोलाउनु हुँदैछ अन्त सरकोमै जान्छु नभए विद्युत सरकोमा विद्युत सरकोमा हजुर। खोलामा हजुर हस्त दर्शकवृन्द नै छोटो कुराकानी सहित अहिले म बिदा चाहन्छु र अहिले मसँग प्रतिज्ञा छेत्री हुनुहुन्थ्यो उहाँको फुटबल सम्बन्धी जुन चाहिँ रुचि छ र फुटबल सम्बन्धी जुन स्ट्रगल गरिराख्नु भएको छ त्यसलाई अझ सबैले सहयोग सपोर्ट गरिदिनु होला भन्ने आग्रह गर्दै बहिनीलाई पनि आजको लागि बिदा चाहन्छु र अन्तिममा बहिनीले आफ्नो केही कुराहरू राखिदिन अनुरोध गर्दछु नमस्ते मेरो भिडियो जतिजना पनि हेर्नुहुँदैछ उनीहरूले फुल सपोर्ट गरिदिनुहोस् म अझै अघि जाउँ भनेर हस् थ्याङ्क यू हुन्छ